तपाईँले रमाइलो लाग्छ कि छैन हान्न नि पाइन्छ लाइट छ क्या अरे बाँकी तपाईँहरूलाई कस्तो लागिरहेछ है भन्ने त सबैजनाले ल आज हामी बागलुङ पनि आइयो है सर लगाएर यता त्यहाँ हाम्रो यस्तो हेन्समहरू छन् सबैजना यार सब हेन्सम भएर आउने यहाँ सबले उठाउने भयो कि यहाँबाट यार स्माइल गरेर भ्लगर हो भ्लगै यता पनि हाई भनिदिन्छ है तपाईँहरू नजिकबाटै होला जस्तो लाग्यो मलाई ल सबैजना हाई भनिदिनु त यस्तो हेन्सम बसेर हुन्छ यार बर्बाद हुन्छ यार हेन्सम बसेर यार भन्छ सो अब हेर्नुहोस् पञ्चे बाटो यो कभरहरूको सबैभन्दा बेस्ट सुन्दरी हजुर नाम किन हाँस्नु हजुर यस्तो भन्नु फ्रेन्डली नाम भन्न कञ्चन के अरे पाइजा हो अनि हजुर कहाँबाट आउनुभयो हजुर कहाँबाट आउनुभयो जीबाट तपाईँ देउला केटाबाट हो कि केटीबाट हो ए अङ्कल हो कस्तो ठिक भइरहेको छ हजुर यहाँ बहिनी हो सो अहिले हामी तपाईँले भेट्नेछौँ अहिलेलाई धन्यवाद सो अब हामी बजेतर्फ जानेछौँ है आमाहरूसम्ममा यहाँ हो तपाईँको कहाँबाट आउनुभयो हजुर तपाईँ काठमाडौँबाट आउनुभयो ए नातिनी पर्छ हजुरको ए अनि एकदम खुसी लागिरहेछ खाना साना खानु भएन खाने भन्दा पहिला घरका हजुरहरूको यही परम्परै होला नि म्याग्दी ठाउँ म्याग्दी धेरै धन्यवाद आउनुभएको रहेछ उहाँ टाढाबाट अहिले हामी टोइलेटमा आएको छौँ र यो बाथरुम कस्तो छ भने यो पनि हामीले हेरौँ डिस्ट्रिक्टले सो सिधा हामी यहाँ बसिदिनु सक्नुहुन्छ मान्छे कस्तो मजाले आएको छन् होइन मजाले डान्स गरिरहेको छ यता भित्रबाट चाहिँ हाम्रो वेटिङ सेसन र यता चाहिँ तपाईँको भक्तल मान्छेहरू आउने चाहिँ पैसा उठाउने सिस्टम पनि सो हामी लेट्स गो बाथरुम टोइलेटबाट पिज्जा लाउँछ यार सो अब हामीले बाथरुममा चाहिँ कस्तो छ यहाँ हाम्रो बाथरुमको यहाँ एकदम गन्दी सो यो अफिस मेन ठाउँ अब लेट्स गो सो अब हामीले यहाँ हेर्न सक्छौँ खाना चाहिँ कस्तो कस्तो पाइन्छ यहाँ सो लेट्स कम सो खानाको लागि हामीसँग आज पुलाउ छ होइन त्यसपछि होइन तरकारी तिमीले भिडियो गरेर अनि यहाँ चाहिँ अचार त्यो हल्का के अरे के भन्छ ब्राउन त्यसपछि मासु छ तपाईँ त रोटी खान सक्नुहुन्छ होइन सो हामी अब देख्न सक्छौँ यहाँबाट पानी पनि छ पानी सो पानी पनि देखाउन सक्नुहुन्छ कसैले पनि लगाएर दुईजना राम्रो राम्रो बहिनीहरू फोटो खिच्दैछन् होइन जुम गरी ल सो अब हामी जाँदैछौँ खाना पकाउनेको लागि सो अब हामी जाँदैछौँ खाना बनाउने ठाउँमा है यसको सो यो चाहिँ तपाईँ देख्न सक्नुहुन्छ खाना बनाउने टक्कलाले ठाउँ होइन अनि हामी ल नयाँ भ्लग आफै गर्छ क्या अब हरियाली एकदम मोटोले कटिदिएर खान लाग्छ यार
So as you can see guys, खतरा लागेको छ है। ल ल सो गाइस अब हामी अहिले खाना खाने ठाउँमा छौँ र अब केही विशिष्ट व्यक्तिलाई हामी के गर्दैछौँ बोल्न जाँदैछौँ। सो हामी सो आज कस्तो लागिरहेको छ तपाईँलाई आजको पार्टीमा? धेरै राम्रो हजुर रमाइलो छ जोस सोचेको भएको छ गाउँले सबैजना आउनु भएको छ तेस्रो मित्र सबै आउनु भएको छ खुसी नै लागेको जोस कहिले बेला फर्किनुहुन्छ? अब तत्कालै फर्किनु अब सो हेलो हजुर नमस्कार सबैजनालाई नमस्कार। तपाईँहरूलाई कस्तो लागिरहेको छ आजको पार्टी? एकदम राम्रो लाग्यो। कहाँबाट आउनुभयो हजुरहरू? टाढैबाट? हामीहरू नगरपालिका 3 ल हस् त धेरै धन्यवाद। खानुभयो खाना? खानेछौँ हामी ए ड्रिङ्क गर्दैछौँ। ल हस् धन्यवाद। फोटो खिचिदिने काम हो। ल खाना खाइराख्नु भएको छ मजाले। अहिले हाम्रो बाजेको खतरा गफ छ। बोजेले खाना खाँदै हुनुहुन्छ। मण्डप त कडक भएर बसिसक्यो अरे। लगायत म खाना खाँदैछु। यसले के भन्छ चावल भन्ने किलो भन्छ, किलो होइन पुलाउ। सो अब होइन एकैचोटि मासु पनि भयो। हेलो सो म ल अब हामीले धेरै खानु ल। केही भन्न चाहनुहुन्छ हजुरले? म केही भन्न चाहन्न, म एकदम खाना लगाएको छु। खाना लगाएको बेला त्यस्तो भन्नु हुँदैन। हेलो हजुरले केही भन्न चाहनुहुन्छ? हुन्छ यहाँ खाडे बसेको यो जिउले 5 चिज थप्नु भइसकेको छ। भैँसीभन्दा धेरै खानुभएको छ उहाँले। हजुरले फेरि धेरै खानुभएको छ। ल ल बेहुला बेहुली